टक्क यसरी बीच भागबाट काटेर चाहिँ टक्कसँगले बीचमा आगोमा चाहिँ सेकाएर टक्क हामी दबाई बनाउँदैछौँ रुगाखोकीको सर्दीको दबाई एकदम भन्ने सुनेर चाहिँ हामी यहाँ बनाउनलाई लागि परेका छौँ। हेरौँ नतिजा कस्तो आउँछ। यसमा चाहिँ टक्क अदुवा कुटेर सुकुमेल के अरे ल्वाङ गरेर यो बीच भागमा लगाइएको छ। अब हेर्दै जाउँ यो कस्तो नतिजा देखाउँदो रहेछ लास्टसम्म। यसमा चाहिँ टक्क अर्ग्यानिक मह हालिँदैछ 1 चम्मच जति निकाल्दैछु म। अब यसलाई निचारेर चाहिँ यसलाई टक्कसँगले यहाँको रस टक्क निकाल्दैछु यसरी। यो चाहिँ अलिक कमै पकाएको, यसलाई चाहिँ फेरि रस सुकेपछि नमिठो